कहिलेकाहीँ एउटा सानो भेटले पनि दुईवटा जिन्दगीलाई बदलिदिन सक्छ। तर जब प्रेमसँगै विगतका गल्तीहरू पनि फर्केर याद आउन थाल्छन् नि, तब जस्तो सुकै त्यागको मूल्य कति ठूलो हुन्छ भनेर त्यो आभास गर्न नसक्ने जो कोहीलाई पनि थाहा हुँदैन। हजुर, आज फेरि अर्को एउटा सुन्दर साउथ कोरियन मुभीको एक्सप्लेन्ड भिडियो लिएर आइसकेको छु। आउनुहोस्, कति पनि ढिला नगरी भिडियोतिर लागौं। मुभीको सुरुवातमा एउटा छलमिन नाम गरेको केटो पानी डेलिभरीको काम गर्दै आएको देखाएको हुन्छ। कुनै बेला बक्सरको रूपमा आफ्नो नाम बनाएको यो व्यक्ति अहिले आफूले गरेको विगतका गल्तीहरूबाट भाग्दै नयाँ जीवनको सुरुवात गर्ने प्रयासमा लागि परेको हुन्छ। जहाँ ऊ रातिमा पार्किङ एरियामा वाचम्यानको रूपमा काम गर्ने र दिउँसो समय मिलाएर पानी डेलिभरीको काम गर्दै आइरहेको हुन्छ। त्यही एक रात छलमिन आफ्नो ड्युटीमै भएको बेला एउटी छङ्वा नाम गरेकी केटी त्यहाँ आइपुग्छे, जसको यो सुन्दर संसार देख्न सक्ने दृष्टि नै बिस्तारै हराउँदै गइरहेको हुन्छ। ऊ त्यहाँ प्राय आउने गर्थे, जहाँ ऊ आफ्ना मनका सबै सुख दुःखहरू त्यही काम गर्ने गरेको एकजना बुढो मान्छेसँग साट्ने गर्थे। उनीहरूसँगै बसेर प्राय ड्रामाहरू हेर्ने गर्थे। आज पनि छङ्वा त्यहाँ त्यही बुढो मान्छेसँग भेट्न आएकी हुन्छे, तर त्यो बुढो मान्छे काम छोडेर त्यहाँबाट गइसकेको हुन्छ। छङ्वाले त्यो कुरा सुनेपछि निराश हुन्छे। उसका लागि परिवार भने पनि, साथी भने पनि त्यही एकजना बुढो मान्छे थियो, तर त्यो बुढो मान्छेले छङ्वालाई केही पनि नभनी त्यहाँबाट गइसकेको हुन्छ। एक्लो जीवन बिताइरहेकी छङ्वा आँखाले संसार हेर्न नसके पनि उसको पोजिटिभ सोच र अनुहारमा देखिने मुस्कान कहिल्यै हराएको हुँदैन। जहाँ ऊ टेलिमार्केटिङको काम गरेर आफ्नो जीवन आफै चलाइरहेकी हुन्छे, उता आफ्नो नयाँ जीवनको सुरुवात गरिरहेको छलमिन भने एक दिन विगतका दिनहरूमा आफूलाई बक्सिङ सिकाएको कोचसँग भेट्न गएको हुन्छ, जहाँ उसले कोचसँग माफी माग्दै गरेको हुन्छ। तर त्यो कोचले भने छलमिनको कारणले सबै पैसा हारेको भन्दै उसलाई माफी दिने त परको कुरा, गालामा थप्पड हानेर त्यहाँबाट पठाइदिन्छ। त्यही रात छलमिन आफ्नो पार्किङ एरियामा ड्युटी गरिरहेको हुन्छ। त्यतिकैमा छङ्वा पनि त्यहाँ आएकी हुन्छे, जहाँ ऊ आज पनि आफ्नो प्रोग्राम हेर्न आएकी छलमिनलाई बताएकी हुन्छे। हेर्दा शान्त अनि धेरै बोल्न मन नपराउने छलमिनलाई भने छङ्वाद्वारा सोधिएका प्रश्नहरूले इरिटेट गरिरहेका हुन्छन्। जहाँ छङ्वाले उसलाई प्रोग्राममा आउने मान्छेहरू कस्ता छन्, तिनीहरूले कस्ता कपडा लगाइरहेका छन् भन्ने जस्ता प्रश्नहरू गरिरहेकी थिए। तर पनि छलमिनले भने छङ्वाका प्रश्नहरूको उत्तर दिँदै सबै कुरा बताइरहेको हुन्छ। दिनहरू बित्दै जान्छन्। आफ्नो आफ्नो जीवनमा एक्लोपन महसुस गरिरहेका तिनीहरूलाई एक अर्काको बानी लाग्न थालेको हुन्छ। जहाँ छङ्वा अब प्रोग्राम हेर्ने न्युमा दैनिक झै त्यहाँ आउन थालेकी हुन्छे। छलमिनलाई आफ्नो नाम, आफूले राम्रोसँग आँखा देख्न नसक्ने सबै कुरा बताए पनि इन्ट्रोभर्ट स्वभावको छलमिनले भने आफ्नो बारेमा केही पनि भन्न चाहिरहेको हुँदैन। तर पनि उनीहरूको फ्रेन्डसिपको सम्बन्ध भने बिस्तारै अगाडि बढिरहेको हुन्छ। त्यही एक रात उनीहरू सँगै बसेर प्रोग्राम हेरिसकेपछि छङ्वा जब घर जाँदै हुन्छे, त्यति नै बेला उसको एउटा सानो कार एक्सिडेन्ट हुन्छ, जसको कारणले उसको खुट्टामा चोट लाग्न पुगेको हुन्छ। भाग्यवश त्यो एक्सिडेन्ट छलमिनले काम गर्ने पार्किङ एरिया नजिकै भएको हुँदा छलमिनले पनि त्यो एक्सिडेन्ट भएको देखेको हुन्छ र हतारिँदै छङ्वालाई हस्पिटलसम्म पुर्याउन मद्दत गर्छ। छङ्वाको खुट्टामा मलमपट्टी गरेसँगै छलमिनले अब छङ्वालाई घरसम्म पुर्याउन मद्दत गरिरहेको हामीले देख्न सक्छौं। तर आफ्नो कारणले छलमिनलाई धेरै दुःख नदिने भन्ने सोचेर छङ्वाले ऊ आफै घर जान सक्ने कुरा बताइरहेकी हुन्छे। एउटा राम्रोसँग आँखा नदेख्ने, त्यो पनि चोट लागेर हिँड्न नसक्ने अबोध महिलालाई त्यस्तो अवस्थामा छोडेर जान छलमिनको स्वभावले दिँदैन र उसले छङ्वालाई घरसम्मै छोडिदिने भन्ने कुरा बताउँछ। आफूले कति पनि दुःख नमानी अरूलाई सहयोग गर्ने छलमिनको त्यो बानी देखेपछि छङ्वाले छलमिनलाई विश्वास गर्न सक्ने सोचेर अर्को एउटा सानो रिक्वेस्ट गर्न थालेकी हुन्छे। जहाँ उसको घरभित्र पानी जम्ने समस्या एकपटक सल्भ गरिदिन छलमिनलाई अनुरोध गरेकी हुन्छे। छङ्वाको घरमा भएको समस्या समाधान गरिदिइसकेपछि छलमिन जब घर फर्किँदै गरेको हुन्छ, त्यतिकैमा छङ्वाले एउटा म्युजिकल कन्सर्टको टिकट दिँदै यो कन्सर्ट जसरी पनि एटेन्ड गर्नु है भनेर छलमिनलाई बताउन थालेकी हुन्छे। तर म्युजिक प्रति खासै रुचि नभएको र आफूसँग सँगै जाने मान्छे कोही पनि नभएको भन्दै छलमिनले त्यो टिकट लिन अस्वीकार गरिदिन्छ। छलमिनको त्यो कुरा सुनिसकेपछि छङ्वाले पनि हतारिँदै उसो भए म पनि जान्छु नि तिमीसँगै भन्ने कुरा बताउन थालेकी हुन्छे। अर्को दिन तिनीहरू कन्सर्ट हेर्न जाने कुरा फिक्स भएको
हुन्छ जहाँ छङ्वाले भने आफ्नो जीवनको पहिलो डेटमा जान लागेको जसरी श्रृङ्गारेर चिटिक्क परेर आएकी हुन्छ। त्यही अनुसार उनीहरू कन्सर्ट हलमा पुग्छन्। त्यो म्युजिकल कन्सर्ट हेरेर एकदमै इन्जोय गरिरहेकी छङ्वाको अनुहारमा देखिने त्यो खुसीपन चाहिँ उसले धेरै समयपछि पाएको खुसी जस्तो देखिन थालेको हुन्छ। त्यो रमाइलो क्षण छङ्वाको लागि कुनै सानो पल भने थिएन। अब उनीहरू दुवैजना कन्सर्ट इन्जोय गरेर फर्किँदै गर्दा एउटा रेस्टुरेन्टमा पुगेका हुन्छन् जहाँ उनीहरू खानेकुरा खाँदै कुरा गरिरहेको मुभीले देखाएको हुन्छ। आफ्नो आँखाले संसार नदेखे पनि मनले सबै कुरा महसुस गर्न सक्ने भन्दै आफ्नो अनि परिवारको बारेमा सबै कुराहरू बताइरहेकी छङ्वाले छलमिनलाई पनि आफ्नो बारेमा केही कुरा बताउन भन्दै कर गरिरहेकी हुन्छ। तर अचानक छङ्वाले आफ्नो बारेमा यति धेरै चासो देखाइरहेको देख्दा छलमिनलाई त्यो कुरा मन पर्दैन र छलमिनले आफ्नो बारेमा यति धेरै चासो नराख है भन्दै छङ्वालाई रुखो स्वरमा बताउँछ। छलमिनको त्यो कुरा सुनेर छङ्वाको साह्रै मन दुख्छ, जसले गर्दा ऊ छलमिनले आफूलाई इग्नोर गरेको आभास गर्छ र त्यहाँबाट उठेर गइदिन्छ। छङ्वा घरसम्म पुग्दा पनि छलमिनले उसलाई फलो गर्न चाहिँ छोडेको हुँदैन। उसले छङ्वाको मन दुखाएको आभास गर्छ र आफू भर्खर 30 वर्ष पुगेको र विगतमा आफू बक्सर रहेको, जसले मारपिट गरेर नराम्रो काम बाहेक अरू केही पनि गर्न नसकेको भन्ने कुरा छङ्वालाई बताउँछ। अर्को दिन छङ्वा आफ्नो अफिसमा ड्युटी गरिरहेको हामीले देख्छौँ। शारीरिक अशक्तताको फाइदा उठाउँदै उसको बोसले उसलाई सधैँ अब्युज गर्दै आइरहेको हुन्छ। तर पनि छङ्वा आफ्नो दैनिक जीवन पाल्नको लागि त्यहाँ काम गरिरहेकी हुन्छ। सायद त्यो दिन छङ्वाको जीवनमा केही अनर्थ हुने लेखिएको थियो होला। काम सकेर घर पुगेकी छङ्वालाई फलो गर्दै उसको बोस पनि छङ्वाको घरसम्म पुगेको हुन्छ। छङ्वाले पनि आफ्नो बोसको अपमान गर्न नहुने सोचेर उसलाई घरभित्र बोलाउँछ। तर मनभरि पापले भरिएको त्यो छङ्वाको बोसले भने छङ्वाको एक्लोपनको फाइदा उठाउँदै उसलाई हातपात गर्न थाल्छ। छङ्वाले आफ्नो इज्जत जोगाउन प्रयास त गर्छ, तर त्यहाँ उसको आवाज पीडा सुनिदिने मान्छे कोही पनि हुँदैन। जसको कोही हुँदैन उसको भगवान हुन्छ भने झै केही बेर पछि छलमिन त्यहाँ आइपुग्छ। छङ्वाको इज्जत अब लुटिनबाट जोगिएको हुन्छ। तर छङ्वालाई भने भोलि उसको बोसले आफूलाई कामबाट निकालिदिने र आफूलाई जीवनमा सर्भाइभ गर्न एकदमै गाह्रो हुने कुरा छलमिनलाई बताइरहेकी हुन्छ। त्यतिकैमा छलमिनले भने छङ्वालाई अबदेखि त्यस्तो ठाउँमा काम नगर्ने र आउने समयमा सधैँभरि छङ्वाको सहारा बनेर उभिदिने भन्ने कुरा छङ्वालाई बताउन थाल्छ। समय बित्दै गइरहेको हुन्छ। छङ्वाले पनि आफ्नो जब छोडिसकेकी हुन्छ, जहाँ ऊ सबै यो भागदौडको जिन्दगीलाई थाती राखेर कहीँ टाढा शान्तको ठाउँमा जाने सोच बनाएकी हुन्छ। त्यही कुरा महसुस गरेको छलमिनले अर्को दिन छङ्वालाई कहीँ टाढा घुमाउन लग्न थालेको हुन्छ, जहाँ उसले छङ्वा घरमा एक्लै भएको बेला उसको साथी होस् भन्ने सोचेर एउटा सानो पप्पी पनि ल्याइदिएको हुन्छ। अब छलमिनले छङ्वालाई सहरको होहल्लाबाट टाढा शान्त कहीँ एउटा नदीको किनारमा लगेको मुभीले देखाउँछ। नदीको बहावको त्यो मधुर आवाज अनि उनीहरूका हराएका खुसीहरूलाई उडाई फर्काएर ल्याएको चिसो हावाले वातावरणलाई अझै सुन्दर बनाइरहेको हुन्छ। एक अर्काका सुख दुःखका कुराहरू साटासाट गरिरहेको बेला त्यतिकैमा छङ्वाले दुईवटा साना ढुङ्गाहरू लिएर एउटा आफू राख्दै अर्को चाहिँ छलमिनलाई दिन्छ। उसले त्यो ढुङ्गालाई म सम्झेर आफूसँग सधैँभरि सम्हालेर राख्नु है भनेर छलमिनलाई दिएकी हुन्छ। यही पलले उनीहरूको सम्बन्ध अझ गहिरो बनाइदिइरहेको हुन्छ। आफ्नो हरेक खुसीहरू अब एक अर्कासँग जोडिन थालेको उनीहरूले आभास गरिरहेका हुन्छन्। दिनहरू बित्दै जान्छन्। एकल जीवन बिताइरहेका उनीहरू अब सँगै लिभिङ टुगेदरमा पनि बस्न थालिसकेका हुन्छन्। छङ्वाले छलमिनलाई आफ्नै आँखाले देख्न त सक्दिन, तर उसले गर्ने हरेक स्पर्शले भने मनको आँखाले हेर्न सक्ने झल्को दिइरहेको हुन्छ। अर्कोतिर भने युएफसीमा कम्पिटिसन गर्नुपर्ने आफ्नो कोचको कुरा मानेर छलमिन पनि रिङमा फर्कन थालेको हुन्छ, जहाँ ऊ दिनभरि बक्सिङको प्र्याक्टिसमा गलेको शरीर लिएर घरमा पुग्ने गर्थ्यो। त्यही छङ्वा पनि आफ्नो प्रेमीको बाटो कुर्दै बसिरहेकी हुन्थे। थाकेको गलेको आफ्नो शरीरलाई छङ्वाले मालिस गरिदिसकेपछि छलमिनले आफ्ना सबै थकानहरू मेटिएको महसुस गरिरहेको हुन्छ। त्यही अर्को सिनमा भोलिपल्ट उनीहरू छङ्वाको मृत्यु भइसकेको आमा बुवालाई भेट्न गएका हुन्छन्। छङ्वाले छलमिनलाई त्यहाँ आफ्नो बुवा आमासँग चिनाउन लिएको कुरा बताउँछ। उसले आफ्ना आमा बुवाको गाडिएको चिहानसँग कुरा गर्दै छलमिन एकदमै राम्रो केटा
जसलाई आफूले फर्स्ट भेटमै मन पराएको भनेर चिनाउन थालेकी हुन्छे। छङ्वाको मुखबाट आफ्नो बारेमा मिठा मिठा कुरा सुनिरहेको छलमिनको मुहार खुसीले गदगद भइरहेको हुन्छ। त्यो हाँसो त केवल केही क्षणका लागि मात्र थियो। केही बेरमा उमाथि संसार खस्नेवाला थियो, तर पनि ऊ त्यो कुराबारे अनजान हुँदै गइरहेको हुन्छ। छङ्वा आजभन्दा केही वर्ष पहिले आफू र आफ्नो आमा बुवा एउटा फ्यामिली ट्रिपमा जान लागिरहेको कुरा छलमिनलाई बताउँछे, जहाँ आमा बुवा पछाडिको सिटमा र कार चाहिँ आफै चलाइरहेकी हुन्छे। त्यतिकैमा छङ्वाको नजर एउटा चिजमा जान्छ, जहाँ एउटा जल्दै गरेको मान्छे एउटा घरको झ्यालबाट खस्दै गरेको हुन्छ। आफ्नो नजर अनि ध्यान सबै त्यो जलेर खस्दै गरेको मान्छेमा भएको छङ्वाले आफ्नो अगाडि आएको गाडीलाई देख्दिन र उसको कार एक्सिडेन्ट हुन पुग्छ। त्यो कार एक्सिडेन्टमा आफ्नो आमा बुवा र आफ्नो हेर्न सक्ने शक्ति नै गुमाएकी छङ्वाको कुरा सुनेपछि छलमिन आफू भिरबाट खसेझै महसुस गर्छ। जुन गल्तीलाई उसले आफ्नो जीवनबाट सदाका लागि बिर्साउन चाहन्थ्यो, आज त्यही गल्तीले उसलाई फेरि घचघच्याइरहेको थियो। त्यो जल्दै खसिरहेको व्यक्ति अरू कोही नभएर विगतमा छलमिनले पैसाको अभावमा मारपिट गरेर लुट्ने मान्छेहरू मध्ये एक हुन्छ, जसले छलमिनको टर्चरबाट मर्नुभन्दा आफै मर्नु बेस भनेर आफ्नो शरीरमा आफै आगो लगाएर झ्यालबाट हाम फालेको हुन्छ। आफ्नो कारणले छङ्वाको जिन्दगी तहस नहस बनाइदिएको कुराको पश्चातापको आगोले छलमिनको मनलाई जलाइरहेको हुन्छ। त्यस दिनदेखि उसले आफ्नो अनुहार समेत ऐनामा हेर्न सकिरहेको हुँदैन, किनकि उसले सधैँ देखिरहेको अनुहार आफूले माया गरेको मान्छेको मात्र नभएर उता आफ्नो गल्तीको भार बोकिरहेकी मान्छेको पनि अनुहार थियो। उता यो कुराको पत्तो नपाएकी छङ्वाले भने उनीहरूको सुनौलो भविष्यको सपना देखिरहेकी हुन्छे। छलमिनले भने छङ्वाको अगाडि जान समेत गिल्टी फिल गरिरहेको हुन्छ, तर पनि आफूले गर्दा त्यो पीडा भोगिरहेकी छङ्वालाई भने उसले एक्लै छोड्न सक्दैनथ्यो। त्यही एक दिन छलमिन र छङ्वालाई हामीले हस्पिटलमा देख्छौं, जहाँ छङ्वाको आँखाको चेकअप भइरहेको हुन्छ। छङ्वाले हेर्न सक्ने शक्ति पहिलेको भन्दा धेरै नाजुक भइसकेको हुन्छ। यदि अपरेसन टाइममा गर्न सकियो भने उसले फेरि हेर्न सक्ने र केही ढिला भयो भने पूर्ण रूपमा उसको हेर्न सक्ने शक्ति नै गुमाउनु पर्ने डाक्टरको कुरा सुनेर छलमिनले भने केही राहत भएको आभास गरेको हुन्छ। अपरेसन जस्तो कुरा एकदमै महँगो हुने थाहा पाएपछि छलमिनले भने जसरी हुन्छ पैसा जुटाउनतिर लागेको हुन्छ। उता छङ्वाले पनि आफ्नो अपरेसन हुन सक्ने कुरा थाहा हुँदा हुँदै पनि उसले छलमिनलाई त्यो कुरा बताएकी हुँदैन। उसले छलमिनलाई दुःख दिन चाहदैन थिए। त्यही अर्को दिन छलमिन आफू बक्सर हुँदा चिन्जान भएको एउटा मान्छेसँग पैसाको कुरा गर्न गएको हुन्छ। छलमिनले अपरेसनको लागि चाहिने $30,000 पैसा त पाउँछ, तर त्यसको बदलामा उसले एउटा अन्डरग्राउन्ड MMA फाइट खेल्नु पर्ने हुन्छ, जुन फाइट एकदमै इलिगल रहेको र यसमा आफ्नो ज्यान समेत जान सक्ने कुरा थाहा हुँदा हुँदै पनि छलमिनले केही नसोची त्यो फाइट लड्ने निर्णय लिन्छ। आफ्नो ज्यानको प्रवाह नगरी जीवनको सबैभन्दा डेन्जर फाइट लड्न गइरहेको छलमिनले अब आफूसँग रिलेटेड सबै मान्छेहरूलाई बिर्सनु पर्ने थियो, नत्र त्यही इलिगल फाइटले गर्दा पछि ऊ सहित उसका नजिकका मान्छेहरू सबैलाई अप्ठ्यारो पर्ने कुरा पहिले उसले थाहा पाएको हुन्छ। त्यसैले अब छलमिनले आफूलाई चिनाउने सबै कुराहरू जलाउन थालेको हुन्छ। नेक्स्ट सिनमा छलमिन र छङ्वा कुराकानी गरिरहेका हुन्छन्, जहाँ छङ्वाले आफ्नो अपरेसन पछि यदि आफूले आँखा देख्न सकी भने सबैभन्दा पहिले छलमिनलाई देख्न चाहेको कुरा बताएकी हुन्छे। त्यो अवस्थामा के तिमी मलाई चिन्न सक्छौ त? यतिकैमा छलमिनले प्रश्न गर्छ, तिमी मेरो सामु हुँदा मैले तिमीलाई चिन्न नसक्ने? त्यो त असम्भव छ नि, भन्दै छङ्वाले पनि उत्तर दिन्छे। अब भोलिपल्ट छङ्वाको अपरेसन गर्ने दिन आउँछ। छङ्वालाई केही पनि नडराउन र अपरेसन पछि म तिम्रो सामु हुनेछु भन्दै हस्पिटलमा एडमिट गरिदिएको छलमिन भने थाइल्यान्ड जाने तयारी गरिरहेको हुन्छ, जहाँ उसलाई विभिन्न ठाउँबाट फरक फरक एजेन्टहरूले रिसिभ गर्दै फाइटिङ रिङसम्म पुर्याउने काम गरिरहेका हुन्छन्। उसले चुज गरेको बाटो त्यति सजिलो भने थिएन। उसले आफू फेरि फर्केर आउँछु या आउँदिन भन्ने कुरा केही पनि नसोची त्यो निर्णय लिएको छलमिन अन्ततः मृत्युसँग सामना गर्न पुगेको हुन्छ। अब फाइट सुरु हुन्छ। आफूभन्दा धेरै प्रोफेसनल फाइटरसँग लडिरहेको छलमिनलाई उसको सामना गर्न धेरै कठिन परिरहेको हुन्छ, तर पनि उसले हार भने मानेको हुँदैन। हौसलाका रूपमा उसँग छङ्वाका यादहरू हुन्छन्। ऊ अन्तिम साससम्म लड्छ र अन्तिममा छलमिनले आफ्नो विरोधीलाई हराउन सफल पनि हुन्छ। सोच्दै नसोचेको फाइट जितेको छलमिनले फाइट सकिएपछि पाउनु पर्ने रकम पनि पाएर आफ्नो गन्तव्यतिर हिँडिरहेको छलमिनले छङ्वाको सफल अपरेसन बारे पनि थाहा पाउँछ। ऊ त्यो कुरा सुनेर धेरै नै खुसी हुन्छ। अब बल्ल उसले आफ्नो मनमा भएको बोझको भारी बिसाएको महसुस गरेको हुन्छ।
त्यतिकैमा उसलाई फलो गर्दै एउटा कार आइरहेको हुन्छ। भर्खरै त्यति ठुलो लडाई लडेको छलमिन राम्रोसँग हिँड्न समेत सकिरहेको हुँदैन, जहाँ उसलाई कारमा आएका दुईजना मान्छेहरूले आक्रमण गर्न थाल्छन्। छलमिनलाई पछाडिबाट चक्कु प्रहार गर्दै उसँग भएको सबै सामान लुटेर त्यहाँबाट भाग्न थाल्छन्। छलमिनले तिनीहरूलाई आफूबाट बचाउन सक्दिन र त्यही भुइँमा लड्न बाध्य हुन्छ। आफ्नो सफल अपरेसन पछि आँखा देख्न थालेकी छङ्वा, जसलाई सबैभन्दा पहिले देख्न चाहन्थे, अब त्यो मान्छे भने उसको नजिकमा हुँदैन। छङ्वाले छलमिनको बारेमा धेरै खोज तलास त गर्छे, तर उसको आफन्त कोही नभएको, ऊ कहाँ बस्छ केही पनि पत्ता लगाउन सकिरहेकी हुँदिन। ऊ आफूले फेरि आँखा देख्न सकेको खुसीमा रमाउनु भन्दा छलमिनलाई देख्न नपाउने कुराले उसलाई सताइरहेको हुन्छ। छङ्वालाई अब छलमिनको एकदमै माया लागेर आएको हुन्छ, तर आफ्नो भावना व्यक्त गर्ने मान्छे चाहिँ ऊदेखि टाढा गइसकेको हुन्छ। उसले छलमिनको मूर्ति बनाउन समेत थालेकी हुन्छ। एक पटक भए पनि उसलाई छलमिन कस्तो देखिन्छ भनेर हेर्ने ठुलो चाहना हुन्छ। अब त्यतिकैमा मुभी 2 इयर्स फ्युचरमा गएको हामीले देख्न सक्छौं, जहाँ छङ्वा मूर्ति बनाउने काम र समय हुँदा बिरामीहरूलाई मसाज गर्ने कामहरू गर्दै आइरहेकी हुन्छ। हेर्दा लाग्छ कि ऊ आफ्नो जीवनमा एकदमै खुसी छे, तर त्यो खुसी बीच एउटा कुरा पनि लुकेको हुन्छ, जहाँ उसले छलमिनको खोजी गर्न भने अझै छोडेकी हुँदैन। दिनहरू बित्दै जान्छन्, छङ्वाको दैनिकी पनि त्यसै अनुसार चलिरहेको हुन्छ। यसै क्रममा ऊ एक दिन बिरामीलाई मसाज गर्न हस्पिटल पुगेकी हुन्छ। उसले बिरामीलाई मसाज गर्दै गरेकी हुन्छ। त्यही अर्को बेडमा पल्टिरहेको बिरामीले छङ्वालाई देख्छ र ऊ आत्तिन थाल्छ, हडबडाउन थाल्छ, किनकि भगवानद्वारा अर्को जीवन पाएको त्यो मान्छे अरू कोही नभएर छलमिन हुन्छ। छलमिनले आफ्नो अनुहार लुकाउन प्रयास त गर्छ, तर उसलाई मसाज गर्न उसको नजिक आएकी छङ्वाले भने उसलाई चिन्न सक्दिन। कुनै बेला जस्तो सुकै परिस्थितिमा पनि यदि तिमी मेरो अगाडि छौ भने म तिमीलाई चिनिहाल्छु नि भनेको मान्छेले आफूलाई आँखा अगाडि देख्दा समेत चिन्न नसकेको देख्दा छलमिनका आँखा रसाइरहेका हुन्छन्। छङ्वाले उसलाई को हुनुहुन्छ, कहाँ बस्नुहुन्छ भन्ने जस्ता प्रश्नहरू गरेको देख्दा त झन् छलमिनको मन भाँचिएर आएको हुन्छ। छलमिन केही पनि बोल्दिन। समयसँगै अब छलमिन पनि हिँड्न सक्ने भइसकेको हुन्छ। छङ्वाले काम गर्ने ठाउँ पनि थाहा पाएको छलमिनले त्यहाँ गएर एउटा जास्मिनको फूल साथै छङ्वाको त्यो सानो कछुवा पनि किनेर लगिरहेको हुन्छ। भन्छन् नि, मानिसहरू भन्दा एउटा कुकुरमा केही कुरा स्मेल गर्न सक्ने र चिन्न सक्ने क्षमता धेरै हुन्छ भनेर। त्यस्तै छङ्वाको कुकुर जुन छलमिनले नै उसलाई दिएको थियो, उसले सायद छलमिनलाई चिनिसकेको हुन्छ। त्यो कुकुर टाढैबाट दौडिएर आउँछ र छलमिनलाई झम्टिन थाल्छ, अँगाल्न थाल्छ, तर छङ्वा भने अझै पनि त्यो कुराको महसुस गर्न सकिरहेकी हुँदिन। उसले छलमिनलाई कुकुरले टोक्न लागिरहेको सोचेकी हुन्छ र कुकुरलाई छलमिनसँग छुट्याएर माफी माग्न थाल्छ, तर छलमिन भने अझै पनि केही बोल्न सक्दिन र त्यहाँबाट फर्किएर जान्छ। केही बेरमा छङ्वा आफ्नो पसलमा पुग्छ र त्यहाँ उसले एकजना व्यक्ति आएको जसले जास्मिनको फूल अनि आफ्नो कछुवा किनेर लगेको कुरा थाहा पाउँछ। त्यही कुकुर पनि अझै बाहिर हेर्दै भुकिरहेको हुन्छ। अब बल्ल छङ्वालाई भने त्यो मान्छे छलमिन हो भनेर चेत आउन थालेको हुन्छ। ऊ छलमिनलाई खोज्न त्यही इन्सिडेन्ट भएको ठाउँतिर दौडिएर जान्छ, तर छलमिन भने कतै देखिँदैन। ऊ त्यहाँबाट गइसकेको हुन्छ। छलमिनलाई आफ्नै अगाडि देख्दा समेत चिन्न नसकेको कुराको छङ्वालाई पछुतो लागिरहेको हुन्छ। छलमिनलाई खोजिरहेकी छङ्वाको दिमागमा भने एक्कासी एउटा कुराले स्ट्राइक गर्छ। ऊ अब केही नसोची त्यही शान्त नदीको किनारमा जाने निधो गर्छ। नभन्दै छलमिन पनि आफ्नो अनि छङ्वाका सारा यादहरू बटुलेर एक्लै बसिरहेको हुन्छ। छङ्वा पनि केही बेरमा त्यहाँ पुग्छ। उसले छलमिनलाई देख्छ। उसका आँखाबाट आँसुका थोपाहरू खसिरहेका हुन्छन्। सायद वर्षौंदेखि आफूले देख्न चाहिरहेको मान्छेलाई आफ्नै आँखाले देख्न पाएको त्यो छङ्वाको खुसीका आँसुहरू थिए होलान्। उसले छलमिनलाई आफूले चिन्न नसकेको भन्दै माफी पनि माग्छ र अबदेखि कहिल्यै आफूबाट टाढा नजानु है भन्दै छलमिनलाई अँगाल्न थाल्छ। यसरी विगतले घाउ दिन सक्छ, तर प्रेम, क्षमा अनि आशाले ती घाउहरू निको पार्न सक्छन्। त्यसैले जीवनमा गल्ती भए पनि त्यसलाई स्वीकारेर सुधार गर्ने साहस गर्नु नै मानिसको सबैभन्दा ठुलो जित हो भन्ने मिठो सन्देश दिँदै यो मुभीको अन्त्य हुन्छ। यतासम्म हेरेर साथ दिनुहुने सबैलाई थ्याङ्क यू। यस्तै इमोसनल लभ स्टोरी मुभी मन पर्छ भने मेरो अर्को भिडियोको लिङ्क पनि डिस्क्रिप्सन बक्समा राखिदिन्छु, त्यहाँ क्लिक गरेर तपाईहरुले हेर्न सक्नुहुन्छ। भिडियो मन परेमा लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला र तपाईहरु कुन मुभीको एक्सप्लेन भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट बक्समा छोडिदिनु होला।